प्रधानमन्त्रीजीले हामीलाई पूर्वको सबै प्रदेशको प्रत्यक्षबाट जितेर आएको माननीयहरूलाई बोलाउनु भएको थियो। कोशी प्रदेशकोलाई बोलाउनु भयो, कर्णाली प्रदेश सबैलाई बोलाउनु भयो। यो सायद यस्तो गरेको मैले फर्स्ट टाइम सुनिरहेको छु, किनभने उहाँले बोलाएर भन्नुभयो कि यो तपाईहरुलाई अहिलेको सरकारले के गरोस् भन्ने लाग्छ, के गरोस्, तत्काल के गरोस् भनेर लाग्छ, सबैले भन्नुस् भन्नुभयो। कोशी प्रदेशका हामी 20-22 जना माननीयहरू भेला भएका थियौं र सबै कुरा हामीले फ्रीली राख्यौं। उहाँले भन्नुभयो लास्टमा, ल तपाईहरुले सबै कुरा मैले बुझेँ, मैले चाहिँ तपाईहरुको कुनै पनि जिल्लामा म भेदभाव नगरिकन मैले बजेट फ्लो गर्छु, विकास निर्माणको काम गर्छु, तपाईहरु निश्चिन्त हुनुस्। कुनै पनि जिल्लामा मैले कहाँ धेर पठाउने कहाँ कम पठाउने गरेर त्यसो म कहिले पनि गर्दिन भनेर उहाँले 2 लाइन बोल्नुभयो। एकदम खुसी पनि लाग्यो र यो नयाँ प्र्याक्टिस सुरु भएको मैले फिल पनि गरेको छु, किनभने पहिला त्यस्तो भएको थिएन होला। सबैलाई बोलाएर त्यसरी सोध्ने गरेको तुरुन्तै संसद बस्नु भन्दा पनि पहिला। त्यसकारण त्यो नयाँ जोश जाँगरको साथ आउनु भएको छ। उहाँहरूलाई हामीले अहिले सहयोग गर्नुपर्छ।